कस्तो पानी पर्ला जस्तो भएको हो बाबे बाबे यत्रो हुरी बतास त मान्छे देख्दैछु हो तर पनि मलाई लाइटले चाहिँ धोका दिएको छैन है मस्त लाइट ठिक छ बहुत ठिक छ कुलमान घिसिङ हुनुहुन्छ नि त हाम्रो अहिले विद्युतमा त्यस कारणले बत्ती जाने प्रब्लम अहिलेसम्म भएको छैन हामीलाई आनन्दले लेख्न पाइएको छ पढ्न पाइएको छ जितेन्द्र सक्य विद्युतमा हुँदाखेरि डटपिनको खोल पट्किन हुन्न बत्ती जान्छ भने ओ आया जय होस् भगवान बत्ती नजाओस् बत्ती नजाओस् बत्ती नजाओस् बत्ती नजाओस् फेरि बत्ती गइहाल्यो नि ताली पड्काउनु हुन्न बत्ती गइजान्छ भने आजको रातमा चाहिँ साथीहरू छानबिन जसरी भए पनि आज चाहिँ जसरी भए पनि पत्ता लगाउने बत्ती किन जान्छ भनेर हजारौँ लाखौँ जनाको अपरेसन बिग्रिरहेको छ हामी विद्यार्थीहरूको परीक्षा बिग्रिरहेको छ बत्ती गएर गाउँघरतिर अहिले बत्ती गएर नाचको रमझम रमाइलो बन्द भएको छ अहिले बत्ती गएर गर्न खोजेको चाहिँ के हो ल प्रत्यक्ष लाइभमा कुरो गर्छु साथीहरू लाइभमा छन् होइन प्रत्यक्ष कुरो गर्छु हजुरहरू पनि सुन्नुहोस् है त ओहो सर नमस्कार अनि भन्नुहोस् सर हजुरले एक रातमा 28-29 चोटि बत्ती काटेर कति रुपियाँ जति घुस खानुभयो 10 अरब यत्रो पैसा घुस खानुभयो हजुरले 10 अरब रुपियाँ घुस खाने मान्छेलाई पनि नेपाल सरकारले स्वीकृति दिन्छ त स्वीकृति लिन चिठी पठाइसकेका छौँ र त सबै नेताहरू तिम्रै पार्टीका छन् मिलाइहाल्छ होला कि भित्रभित्र दुःख पाउने भनेको हामी जस्तो गरिबले पो हो त तिमीहरू त माथि माथि बसेर करोड करोड भर्सना गरे भइहाल्यो नि अनि सर त्यत्रो पैसा घुस लग्दाखेरि क्यास लग्नुभयो कि अनलाइन लग्नुभयो नि क्यास ब्यालेन्स नेपाली जनताका पैसा लुटेर ठुलो मान्छे बन्ने कति सबै पैसा नेपाल सरकारलाई फिर्ता देऊ हामीसँग अहिले पैसा छैन हाम्रो प्रब्लम हजुरलाई थाहा छ नि बत्ती जान लाग्यो बत्ती बढी गयो अनि यो बत्ती नआउने प्रब्लम कहिलेसम्म हुन्छ नि अहिले चैत्र मसान्तसम्म चैत मसान्तसम्म त एक्जाम भ्याइन्छ एक्जामै सकिजान्छ हामी के पढ्ने राति पढ्नुपर्छ दिउँसो हाम्रो काम हुँदैन स्कुल जानु परेन एक्जाम पास गर्नु परेन चैत मसान्तसम्म अनि सर यो बत्ती एक हप्तामा कति पटक जान्छ नि 825 पटक राम 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 825 चोटि एक हप्तामा यति धेरै चोटि बत्ती काटेर गर्न खोजेको के हो हामी डिस्को पार्टी पटक पुटुक तिमीहरू केटाकेटी हो केटाकेटीको खेल भइरहेछ यहाँ हामी 9-10मा पढ्ने मान्छेहरू अहिले लेखिरहेछौँ पढिरहेछौँ भने तिमीहरू पटक पुटुक खेल्ने हो विद्युतमा बसेर नयाँ हप्तामा 825 चोटि बत्ती जाने भनेपछि अलिकति घटबढ त हुन्छ होला घटाउनु बढाउनु त मिल्छ होला नि दाइ न बढाउन सकिन्छ न घटाउन सकिन्छ जसरी पनि हजुरले आफ्नो माग पुरा गर्नै पर्छ तपाईँहरूले भनेकै छ त पुनरावृत्ति नभइकन गरिसक्नु न हो सर म त्यसो मजाक गरेर पो भन्दै हो त हामीलाई त बिजुली बत्ती चाहियो भनेर पो भन्या हो त हप्तामा 825 चोटि बत्ती जाने भनेपछि यो के हो जोखिम हो यो जोखिम हो हामी विद्यार्थीहरूलाई पढ्नलाई बत्ती छैन हजुरहरूलाई जोखिम हजुरहरू 1 वर्ष जति विद्युतमा बस्नुभयो भने के हुन्छ नेपालको हालत हाम्रो वित्तीय व्यवस्था अझै खराब हुन्छ त्यस कारणले भनेको नेपालको विद्युत सम्हाल्न सक्ने भनेको कुलमान घिसिङले मात्रै हो त्यही भएर कुलमान घिसिङ आऊ विद्युत प्राधिकरण बचाऊ र नेपाललाई नाफामा ल्याऊ हजुरहरू जस्तो मान्छे त घाटामा पार्नुहुन्छ एक्सपिरियन्स मान्छेले दिनुपर्छ हो देश चलाउन र विद्युत चलाउन हेलो युट्युब फ्रेन्ड्सहरू नमस्कार म चाहिँ तुफान मलाई ठकुरी हजुरहरूको प्यारो भाइ आजको भिडियो हजुरलाई कस्तो लाग्यो यदि हेरेर इन्जोय गर्नुभयो भने भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला अहिले चाहिँ नेपालमा चलेको एकदमै ट्रोल भिडियो होइन गाइज अहिले चाहिँ नेपालमा बत्ती जाने आउने जाने धेरै गरिरहेको छ नि त गाइज होइन यसको बारेमा चाहिँ मैले छोटो मिठो एउटा कमेडीको रूपमा एउटा भिडियो मैले तयार मात्रै गरेको होइन यो भिडियो चाहिँ हजुर कस्तो लाग्यो यसलाई चाहिँ कमेडीको रूपमा लिनु होला यसलाई सिरियसको रूपमा नहेर्नु होला होइन अहिले चाहिँ अब केही कारणले बत्ती गएको हुनसक्छ गाइज होइन मैले चाहिँ त्यसमा छोटो मिठो अलिकति चाहिँ मान्छेलाई चाहिँ हँसाउने खालको चक्लेट टाइपको भिडियो बनाएर हजुरमा प्रसारण गरेको मैले होइन हजुरलाई मन पऱ्यो भिडियो लाइक गरेर च्यानल सब्स्क्राइब गर्न नबिर्सिनु होला नेक्स्ट भिडियो पर्सि पनि मैले ल्याउनु छ त्यस कारणले अहिले चाहिँ मैले तयारी गर्नुपर्छ त्यस बेलासम्मको लागि चाहिँ मलाई बिदा दिनुहोस् गाइज बाई बाई